हेलो एभ्रिवान आजको यो भिडियोमा हामीहरू यो हाम्रो 21 नम्बर क्वेसनको ट्रेडिङ अकाउन्ट प्रॉफिट एन्ड लस अकाउन्ट एन्ड ब्यालेन्स सिट सोल्भ गर्न गइरहेछौँ। सो यो भिडियोमा हामीहरू तिनटैको कन्सेप्ट बुझ्छौँ। इङ्ग्लिस मिडियममा तर सोल्भ गर्ने यसलाई नेपाली मिडियममा तपाईँले बुझ्नु छ भने अलरेडी मैले भिडियो अपलोड गरेको छु तिनटैको, त्यो हेर्नु होला। यो भिडियो पुरै इङ्ग्लिस मिडियममा फोकस भएर हुन्छ। त्यसमा हामीहरू ट्रेडिङ अकाउन्ट सिक्छौँ, प्रॉफिट एन्ड लस सिक्छौँ अनि ब्यालेन्स सिट सिक्छौँ यो क्वेसनहरू सोल्भ गरेर। सो ढिला नगरिकन सुरु गर्छौँ हामीहरू सबैभन्दा पहिला ट्रेडिङ अकाउन्टले। सो ट्रेडिङ अकाउन्टको नियम जान्नुभन्दा पहिला केही रुल्सहरू त्यसको जुन छन् त्यो हामीहरूले जान्नुपर्छ, तब यसो सोल्भ राम्ररी गर्न सक्छौँ। सबैभन्दा पहिला डिआर साइडमा लेखिदिन्छु अनि हाम्रो सिआर साइड लेखिदिन्छु। डिआर साइड मिन्स डेबिट साइड अनि सिआर साइड मिन्स क्रेडिट साइड, यति त हामीहरूलाई थाहा छ। डिआरमा जति पनि डाइरेक्ट एक्सपेन्स हुन्छ, जति पनि हाम्रो डाइरेक्ट एक्सपेन्सेस हुन्छ त्यो कहाँ रेकर्ड गर्ने? डिआरमा रेकर्ड गर्ने। अनि सिआरमा के गर्ने? डाइरेक्ट इन्कम। ठिक छ, जति पनि डाइरेक्ट इन्कमहरू हुन्छन् त्यो कहाँ रेकर्ड गर्ने? सिआरमा। जति पनि डाइरेक्ट एक्सपेन्स हुन्छ त्यो कहाँ रेकर्ड गर्ने? डिआरमा। अब मेन कुरा आयो डाइरेक्ट एक्सपेन्स अनि डाइरेक्ट इन्कम छुट्याउने कसरी। सो सबैभन्दा पहिला यस्तो कुरा जुन हाम्रो फ्याक्ट्रीमा या हाम्रो कम्पनीमा कुनै पनि प्रोडक्ट बनाइरहेछौँ हामीहरू, प्रोड्युस भइरहेछ, त्यसमा इनिसियली रूपमा लाग्ने खर्च, सुरुवातमा लाग्ने खर्च लाइक पर्चेज भइहाल्यो, यो हाम्रो के भइहाल्यो? डाइरेक्ट एक्सपेन्स भइहाल्यो। किनकि बिना पर्चेजको हामीहरू कुनै सामान बनाउन सक्दैनौँ नि। त्यो चाहिँ लागिरहेछ सेल्स। सेल्स मिन्स बिक्री, मिन्स हामीहरूलाई सामान प्रोडक्ट जुन हामीहरू बनाएछौँ त्यसलाई सेल्स त गर्नु पऱ्यो नि, बिक्री गर्नु पऱ्यो नि। यसबाट त के हुन्छ? आउँछ क्यास आउँछ। सो जो क्यास आउँछ त्यो के भइहाल्यो हाम्रो लागि? डाइरेक्ट इन्कम। सो यो सबै कुराहरूलाई याद गर्नुपर्छ अनि यही फोकस गरेर हामीहरू ट्रेडिङ अकाउन्ट बनाउँछौँ। सो म यहाँ फर्मेट लेखिदिन्छु सबैभन्दा पहिला। हामीहरू यहाँ ट्रेडिङ अकाउन्ट लेखिदिने, ठिक छ। अनि यसपछि हामीहरू फर द इयर इन्डेड पनि लेख्न सक्छौँ। फर द इयर इन्डेड। अनि यहाँ के लेखिदिने? हामीहरूको जुन पनि सालको बनाइरहेछौँ त्यो सालको लेख्नुपर्छ। लाइक यसमा कुन सालको दिएको छ त्यो क्वेसनमा हेरौँ। दिएको छ 2082 असाढ 31, त यही लेखिदिने हामीहरू। यहाँ लेखिदिने असाढ 31 2082। ठिक छ, यो हाम्रो डेट भइहाल्यो। अब यसपछि हामीहरू फर्मेट कोर्छौँ यसको। सो हाम्रो फर्मेटमा 4वटा जुन हुन्छ नि बक्सहरू हुन्छ, त्यसमा सबैभन्दा पहिला यता साइडमा हामीहरू लेफ्टमा डिआर लेखिदिन्छौँ, राइटमा सिआर लेखिदिन्छौँ। डिआर मिन्स डेबिट, सिआर मिन्स क्रेडिट। सबैभन्दा पहिला यता लेखिदिने हामीहरू पार्टिकुलर्स, त्यसपछि हाम्रो भइहाल्छ अमाउन्ट। ठिक छ, त्यसपछि हामीहरू फेरि लेखिदिन्छौँ यहाँ पार्टिकुलर्स, यसै गरी यहाँ लेखिदिन्छौँ हामीहरू अमाउन्ट। ठिक छ, दुईवटा हाम्रो भइहाल्यो। ट्रेडिङ अकाउन्ट अहिले बनाइरहेछौँ। जब पनि डिआरमा सुरु गर्नुभन्दा पहिला, जब पनि डिआर बनाउने हो भने सबैभन्दा पहिला 2 लेख्ने, यति त थाहा छ हामीहरूलाई। अनि सिआरमा लेख्नुभन्दा पहिला बाई लेख्ने। ठिक छ, अब हामीहरू पोइन्ट खोज्छौँ के कुन कुन हेडिङहरू यसमा जान्छ। सो सबैभन्दा पहिला डिआरमा खोज्नु पर्दा सबैभन्दा सुरुमा आउँछ ओपनिङ स्टक। ओपनिङ स्टक डिआरमा आउँछ भने क्लोजिङ स्टक कहाँ आउँछ? सिआरमा। यो कुरा तपाईँलाई थाहा छैन भने पहिलाको भिडियो हेर्नु होला, त्यसमा डिटेलमा मैले बुझाएको छु किन ओपनिङ स्टक डिआरमा हुन्छ अनि किन क्लोजिङ स्टक सिआरमा हुन्छ। सो हामीहरू यहाँ लेखिदिन्छौँ 2 ओपनिङ स्टक। ओपनिङ स्टकको कति रहेको छ? 20,000। सो म यहाँ लेखिदिन्छु 20,000। यसै गरी आउँछ हाम्रो पर्चेज, जुन सबैभन्दा इम्पोर्टेन्ट पोइन्ट रहेको छ ट्रेडिङ अकाउन्टमा। सो यहाँ जुन हाम्रो पर्चेज रहेको छ सेकेन्डमा 1,90,000, त्यो लेखिदिन्छौँ। फेरि यहाँ लेख्ने हामीहरू 2 अनि के लेखिदिने? पर्चेज। ठिक छ, अनि पर्चेज जब लेख्छौँ नि तब हामीहरू यसमा खोज्ने के कि हामीहरूको पर्चेज रिटर्न त छैन नि, त पर्चेज रिटर्न यता दिन्छ। त हेर्छौँ भने कहीँ पनि पर्चेज रिटर्न हाम्रो छैन। त पर्चेज रिटर्न छैन भने यहाँ लेस गर्नु पर्दैन, त डाइरेक्टली हामीहरू 1,90,000 लेखिदिन्छौँ। ठिक छ, दुईवटा एन्ट्री भइहाल्यो। यसैपछि आउँछ भने फेरि यसमा के रहेको छ भने एउटा हेर्छौँ भने वेजेज। सो हामीहरू यहाँ लेखिदिन्छौँ 2 वेजेज। ठिक छ, यति हामीहरूले लेखिदियौँ। अब वेजेजको कति रहेको छ पेमेन्ट? 40,000। सो यहाँ 40,000 आइहाल्यो। अब वेजेज किन आउँछ भने यो कुनै पनि फ्याक्ट्रीमा लाइक ज्याला डेली वेजेसमा काम गर्ने मान्छेहरू हुन्छ नि, जुन दिन प्रतिदिन काम गर्छन् अनि तिनीहरूलाई त्यही बेसिसमा पेमेन्ट गरिन्छ। लाइक स्यालेरी के भनिन्छ भने 1 मन्थमा गर्ने हो, तर वेजेस डेली टु डेली गर्ने हो। जो डेली जुन हुन्छ नि त्यसैलाई डाइरेक्ट एक्सपेन्स भन्न सक्छौँ हामीहरू, यो डाइरेक्ट एक्सपेन्स। त्यही भएर यो डिआरमा रेकर्ड भयो के ट्रेडिङ अकाउन्टको।
सो यसै गरी हाम्रो 3वटा पोइन्ट भइहाल्यो। फेरि अर्को हेर्छौँ अब अर्को कुनै पोइन्ट छ भने यता आउँछौँ भने हाम्रो कुन भइहाल्यो ओपनिङ स्टक भइहाल्यो पर्चेज भ्याल्यु क्यारेज इन जुन छ नि क्यारेज इन पनि त्यसको मतलब हो क्यारेज इनवार्ड त यो पनि यहाँ हुन्छ। सो म यहाँ लेख्छु क्यारेज इन कति पेमेन्ट दिएको छ यसको 10,000। सो यति गरिहालेपछि हामीहरूको डिआरमा सायद यही नै छ योभन्दा बढी छैन कुनै योभन्दा बढी छैन ठिक छ योभन्दा बढी छैन भने यो डिआर साइड हाम्रो क्लियर भइहाल्यो। अब सिआर साइडमा आउँछ भने सबैभन्दा पहिला के लेखिन्छ सेल्स कति रहेको छ हाम्रो क्वेसनमा हेर्छौँ भने सेल्स सिआर साइडमा दिएको हुन्छ त हाम्रो कति रहेको छ 4 लाख रहेको छ त 4 लाख यहाँ लेखिदिने सिआरमा 4 लाख यहाँ हाम्रो भइहाल्यो ठिक छ। यसै गरी हामीहरू बाई जब ओपनिङ स्टक डिआरमा हुन्छ नि त क्लोजिङ स्टक सिआरमा हुन्छ के। सो यहाँ लेख्छौँ हामीहरू क्लोजिङ स्टक अनि क्लोजिङ स्टक पोइन्ट हेर्ने कता यो तल दिएको हुन्छ क्या हामीहरूको एडिसनल इन्फर्मेसनमा यहाँ छ नि 25,000। सो यहाँ लेखिदिने 25,000 यति भइहालेपछि हाम्रो सबै पोइन्ट क्लियर भइहाल्यो ट्रेडिङ अकाउन्टको। अब के गर्नुपर्छ हामीहरूलाई ब्यालेन्स गर्नुपर्छ। सो यो कति रहेको छ हाम्रो 4,25,000 अनि यसको क्यालकुलेट गर्छौँ भने यो हुन्छ हाम्रो सो यो हाम्रो हुन जान्छ 2,60,000 अनि यो छ हाम्रो 4,25,000 कुन कम छ यो कम छ नि सो यता ब्यालेन्स गर्नुपर्छ लेख्ने 2 ट्रेडिङ अकाउन्ट छ नि त यसमा ब्यालेन्स गर्नुमा के लेखिन्छ ग्रस प्रॉफिट लस हुन्छ भने यहाँ नेट लेख्ने के अनि सिआर बढी भइहाल्यो डिआर भन्दा सो हाम्रो के हुन्छ प्रॉफिट। इफ डिआर हुन्थ्यो बढी सिआर भन्दा तब के हुन्थ्यो ग्रस लस अनि यता लेखिन्थ्यो के जता ब्यालेन्स गर्ने छ नि त्यता लेख्ने। इफ सिआरमा ब्यालेन्स गर्ने हो भने ग्रस लस डिआरमा ब्यालेन्स गर्ने हो भने ग्रस प्रॉफिट अनि यहाँ लेखिदिने हामीहरू सिडी मिन्स ओपनिङ ब्यालेन्स भइहाल्छ। कति अब निकाल्ने कति यसमा कति रकम रहेको छ त यो दुवैबाट यो पुरैको समलाई घटाइदिने यो हाम्रो रहेको छ 4,25,000 यो हाम्रो रहेको छ 2,60,000 घटाउँछौँ भने यो आउँछ हाम्रो 1,65,000 ठिक छ त यो हाम्रो एन्सर आइहाल्यो। यसपछि हामीहरू टोटल गरिदिन्छौँ यता पनि के लेखिदिन्छौँ टोटल ठिक छ अनि टोटलमा के लेखिदिने जुन ठुलो रकम रहेको छ नि एमाउन्ट त्यही लेखिदिने 4,25,000 यहाँ पनि लेखिदिने 4,25,000। सो यति गरिहालेपछि हामीहरूको ट्रेडिङ अकाउन्ट भइहाल्छ क्या। तपाईँ यति गरिदिनुहुन्छ यति बनाइदिनुहुन्छ भने तपाईँको ट्रेडिङ अकाउन्टको आइहाल्छ। अनि यति गर्नुमा हामीहरूको जुन आउँछ नि एट द इन्ड यसमा भन्छु भने कति नभए नि यसले 2 मार्क क्यारी गर्छ। यसपछि प्रॉफिट लस बनाउँछौँ भने त्यो हाम्रो 3 मार्क 5 मार्क भइहाल्यो अनि 3 मार्क ब्यालेन्स सिट यसै गरी यो तीनटै कम्प्लिट गरिदिन्छ भने हामीहरूको टोटल 8 मार्क आइहाल्छ के ठिक छ। मात्र यो कम्प्लिट गरेर हुँदैन ट्रेडिङ अकाउन्ट भयो अब हामीहरू प्रॉफिट लस बनाउने त्यसपछि ब्यालेन्स सिट बनाउने यति गरिहालेपछि 8 मार्क आइहाल्छ। लङ एन्सर क्वेसन हो नि त यो मिस न्युमेरिकल हो। सो यो हाम्रो फर्मेट भइहाल्यो प्रॉफिट एन्ड लस अकाउन्टको। अब यता हामीहरू डिआर लेखिदिन्छौँ अनि यहाँ सिआर पहिलो खण्डमा लेखिदिने हामीहरू पार्टिकुलर्स अमाउन्ट यसै गरी फेरि लेखिदिने पार्टिकुलर्स अनि अमाउन्ट। सो फर्मेटमा खासै चाहिँ केही चेन्जेस छैन जुन यहाँ हामीहरू ट्रेडिङ अकाउन्ट लेख्थ्यौँ नि यहाँ ट्रेडिङ अकाउन्टमा सेम कुरा त्यही हुन्छ मात्र यहाँ के भइहाल्छ भने प्रॉफिट एन्ड लस अकाउन्ट भइहाल्छ। बाँकी कुरा हाम्रो फर्मेटमा केही चेन्जेस छैन बढी फर्मेट त्यहीको त्यही हुन्छ। यसमा पनि सुरु गर्नुमा 2 लेखिदिने अनि यता बाई लेखिदिने सिया साइडमा। सबैभन्दा पहिला कुरा के गर्ने पहिला हिसाब हेर्नुभन्दा पहिला यसमा जुन एन्सर आएको हुन्छ नि ग्रस प्रॉफिट पहिला हेर्ने ग्रस प्रॉफिट आयो कि ग्रस लस आयो। ग्रस लस आउँछ भने सिआर साइड हुन्छ ग्रस प्रॉफिट आउँछ भने डिआर साइड हुन्छ। त्यो डिआर साइडको कुरालाई प्रॉफिट एन्ड लसमा सिआर साइडमा लगिदिने के सिम्पल कुरा बाई ग्रस प्रॉफिट। अनि जुन यहाँ रहेको छ नि हाम्रो सिडी यसलाई यहाँ के गरिदिने यहाँ हामीहरू गरिदिन्छौँ बिडी के जुन त्यहाँ सिडी थियो यहाँ के भइहाल्यो बिडी भइहाल्यो के ठिक छ। यहाँसम्म केही प्रब्लम नहोला फेरि एकचोटि बुझाउँछु कि यो कुरा धेरै ध्यानले बुझ्नु होला। इफ यहाँ ग्रस प्रॉफिट छ नि इफ के ग्रस प्रॉफिट नै छ नि त ग्रस प्रॉफिट कहाँ छ डिआरमा यो हाम्रो लागि के हो अहिलेको टाइममा डिआरमा त्यो हाम्रो लागि यो हाम्रो एन्सर हो के। अब नेक्स्ट हामीहरू प्रॉफिट लस बनाउँछौँ नि त यो डिआरको कुरा यहाँबाट
यहाँ सिआरमा आइहाल्छ। इफ यो ग्रस लस हुन्थ्यो त यहाँ त हुन्थ्यो बाई ग्रस लस। लस हुन्छ भने डिआरमा आउँछ नि, सो यहाँ डिआरमा आइहाल्थ्यो। प्रॉफिट छ भने सिआरमा आएछ। यतिसम्म त बुझ्नुभयो नि। अब हामीहरू क्वेसनमा हेर्ने के। क्वेसनमा हेर्छौँ भने हामीहरू कुन कुन गरिलिएछौँ, यो त 3वटा 4वटा भइहालेछ। यसपछि रहेको छ हाम्रो व्यापार खर्च, यो आउँछ ट्रेड एक्सपेन्स। यसो यहाँ लेखिदिन्छु टु ट्रेड एक्सपेन्स कति रहेको छ, यहाँ रहेको छ 12,000। अब ट्रेड एक्सपेन्स के हो भने व्यापार खर्च। कुनै पनि बिजनेस भइरहेछ भने त्यसमा सानोतिनो गरी लिएर ठुलो ठुलो खर्च लागेको हुन्छन् के, त्यही मिसलेनियस खर्च जुन हुन्छ नि सानो सानो जसलाई काउन्ट गर्न सकिँदैन त्यसलाई भनिन्छ ट्रेड एक्सपेन्स। अर्को हाम्रो रहेको छ स्यालेरी। यो जुन स्यालेरी रहेको छ नि, लाइक जस्तै वेजेस आइरहेको थियो ट्रेडिङ अकाउन्टमा, त स्यालेरी कहाँ आउँछ, पिएल एकाउन्टमा, किनकि यो मन्थली बेसिसमा दिने गरिन्छ। सो यहाँ लेखिदिन्छौँ हामीहरू टु स्यालेरी। ठिक छ। अनि यसको जति एमाउन्ट छ नि लाइक 60,000 त म तल लेखिदिन्छु कि। अब सबैजना भन्छन् कि तल किन लेखियो कि, किनकि हेर्नु यहाँ एडिसनल इन्फर्मेसनमा यसको आउटस्ट्यान्डिङ भनेछ कि अहिले पनि स्यालेरी पुरै दिएको छैन, यति स्यालेरी बाँकी छ। आउटस्ट्यान्डिङ मिन्स बाँकी छ कि, त्यसलाई एड गर्नुपर्छ। पुरै दिने हो नि, आधी थोरै स्यालेरी दिने। आउटस्ट्यान्डिङ स्यालेरी कति रहेको छ, 10,000। त यो अनि यो क्यालकुलेट गरेर मिस सम गरेर अनि यता लेखिदिने के। ठिक छ। यति गरिहालेपछि यो स्यालेरीको कुरा भइहाल्छ। नेक्स्ट हामीहरू हेर्छौँ यसमा के रहेको छ भने इन्सुरेन्स प्रिमियम, बिमा शुल्क। यता हामीहरू लेखिदिने टु इन्सुरेन्स प्रिमियम। इन्सुरेन्स प्रिमियम कति रहेको छ, यो हाम्रो रहेको छ 18,000। सो म यहाँ त लेख्छु। अब यता किन लेख्यो भने किनकि फेरि हेर्नु लेस गर्नुपर्छ हामीहरूले। यता दिएको छ भने हामीहरूको प्रिपेड इन्सुरेन्स के अगाडि नै भुक्तानी गरिदिएको छौँ हामीहरू 6,000। सो अब यति थोरै गर्छौँ, 18,000 थोरै गर्छौँ, हामीहरू कम गर्छौँ नि, 6,000 कम गर्छौँ। त्यही भएर हामीहरूले लेस गरिरहेछौँ के। प्रिपेड इन्सुरेन्स कति, 6,000। लेस गर्नेमा त ब्राकेट राखिदिँदा राम्रो हुन्छ। लेस गर्ने कति आइहाल्छ, 12,000। सो हाम्रो यो इन्सुरेन्स पनि भइहाल्यो, स्यालेरीको पनि भइहाल्यो, ट्रेड एक्सपेन्सको भइ नै हाल्यो। ग्रस प्रफिटको एमाउन्ट लेखेको छैनौँ, लेखिदिइरहेछौँ। 1,65,000 छ नि, सो यसको एमाउन्ट यता लेखिदिने 1,65,000। ठिक छ। यहाँसम्म त केही प्रब्लम नहोला। नेक्स्ट हेर्छौँ। अब यसपछि के छ भने यता हेर्छौँ भने फोकस अहिले छैन, इन्ट्रेस्ट एक्सपेन्स के। त यो इन्ट्रेस्ट एक्सपेन्स यता लेखिदिने, म यहाँ लेखिदिन्छु टु इन्ट्रेस्ट एक्सपेन्सेज कति रहेको छ, 10,000। इन्ट्रेस्ट एक्सपेन्स मिन्स के हो, कुनै पनि लोन लिएको छ भने त्यो लोनको ब्याज त आउँछ नि, ब्याज त आउँछ, ब्याज त दिनुपर्छ त्यो ब्याङ्कलाई। सो त्यो ब्याज दिने त हाम्रो लागि खर्च हो नि, सो त्यही खर्च दिइएको छ कि, त्यसैलाई भनिन्छ इन्ट्रेस्ट एक्सपेन्स। कतिमा ब्याज आउँछ पनि लगानीबाट, त त्यो आउँछ भने क्रेडिट साइड, एक्सपेन्स छ भने डिआर साइड। ठिक छ। यसपछि हेर्छौँ भने हाम्रो यता तल केही पनि अब आइटम यसमा जाँदैन के प्रॉफिट एन्ड लसमा। यता पनि गयो हाम्रो, यो बाँकी छ के डिप्रिसिएसन। डिप्रिसिएसन मिन्स के हुन्छ भने कुनै पनि फिक्स एसेटबाट त्यसको भ्यालु घट्दै जान्छ के, सो त्यो हाम्रो लागि लस हुन्छ के, त्यो काट्नुपर्छ। सो यहाँ लेखिदिने टु डिप्रिसिएसन अन फर्निचर। ठिक छ। फर्निचर डिप्रिसिएसन लेखिदिने कति, 5,000 हो, 5 लाख होइन। आइहाल्यो। यसपछि अब यता आउँछौँ कि हामीहरू इन्ट्रेस्ट रिसिभ छ नि, सो यसलाई हामीहरू बाई दिएर हाम्रो लागि आम्दानी हो त्यो। सो बाई इन्ट्रेस्ट रिसिभ कति रहेको छ, 8,000 यता लेखिदियो हामीहरू। अर्को हाम्रो केही छैन। अब हामीहरू के गर्छौँ भने क्यालकुलेट गर्छौँ यसको सबै कति आउँछ भनेर। सो यति जोड्छौँ भने हाम्रो भइहाल्छ 1,73,000। अनि यो क्यास सम गर्छौँ भने यो हाम्रो हुन्छ 1,09,000। त यो कम छ नि, सो कम छ भने यता ब्यालेन्स गर्नुपर्छ
के लेख्नुपर्छ टु नेट प्रॉफिट। अब नेट प्रॉफिट किन लेख्ने भने पीएल एकाउन्टमा जुन छ नि प्रॉफिट एन्ड लस त्यसमा नेट लेखिन्छ, तर ट्रेडिङ एकाउन्टमा छ नि त्यसमा हामीहरू ग्रस लेख्छौँ के। सो यो कुरा ध्यान दिनुपर्छ। ओपनिङ ब्यालेन्स हो भने यहाँ सिडी लेख्ने, अनि 1,73,000 बाट 1,09,000 लेस गर्छौँ भने 64,000 आउँछ के। हाम्रो यो एन्सर भइहाल्यो। यसपछि हामीहरू टोटल गरिदिन्छौँ 1,73,000, फेरि यता टोटल गरिदिन्छौँ 1,73,000। सो यो हामीहरू भइहाल्यो। सो यति भइहालेपछि हाम्रो यो प्रॉफिट एन्ड लस पनि भयो, यो हाम्रो ट्रेडिङ अकाउन्ट पनि भयो। अब एट लास्ट हामीहरू के गर्छौँ भने ब्यालेन्स सिट सोल्भ गर्छौँ। सो अब हामीहरू ब्यालेन्स सिट बनाउँछौँ। यसको ब्यालेन्स सिटमा लेखिदिने एज अन लेखिदिने, जुन डेट रहेको छ त्यो लेखिदिने। यसमा डिआरसिआर हुँदैन के, ब्यालेन्स सिटमा डिआरसिआर हुँदैन। यसमा एक्सपेन्स अनि इन्कम रेकर्ड गर्दैनौँ हामीहरू। हामीहरू यसमा के रेकर्ड गर्छौँ भने लायबिलिटिज मिन्स दायित्व रेकर्ड गर्छौँ, कर्जा। त्यसै गरी क्यापिटल रेकर्ड गर्छौँ मिन्स पुँजी, अनि यहाँ त्यसको एमाउन्ट लेखिदिन्छौँ। अनि यसै गरी यो जुन बक्स रहेको छ यसमा हामीहरू एसेट रेकर्ड गर्छौँ, त्यहाँ यसको यहाँ एमाउन्ट लेखिदिन्छौँ। यति कुरा रह्यो के, कुरा याद गर्ने। अब लायबिलिटिज एन्ड क्यापिटलमा सबैभन्दा पहिला हाम्रो भइहाल्यो अभियसली क्यापिटल दिएको हुन्छ कि क्वेसनमा, ठिक छ। लाइक यो क्वेसनमा हेरौँ भने यता दिएको छ नि हाम्रो 2,80,000। सो यहाँ हामीहरू लेखिदिन्छौँ क्या, यहीँ लेखिदिने 2,80,000। अनि यसपछि एड गरिदिने, यहाँ नलेख्दा पनि हुन्छ किनकि एड गरिरहेछौँ नि हामीहरू। डाइरेक्ट 2,80,000 यहाँ लेख्ने अनि एड गरिदिने हामीहरूको नेट प्रॉफिट। अब यो नेट प्रॉफिट कहाँबाट आयो, यहाँ जुन हामीहरू प्रॉफिट लस बनायौँ नि भर्खर त्यसबाट आएको नेट प्रॉफिट के 64,000। यो 64,000 हामीहरू यहाँ एड गरिदिन्छौँ कि। इफ नेट लस आउँथ्यो भने लेस गरिदिने कि, ठिक छ। सो यो हाम्रो कति आउँछ 3,44,000 आउँछ। सो यो भइहाल्यो भने अब हामीहरू यसको लायबिलिटिज, अब क्यापिटल भइहाल्यो। अब हामीहरू लायबिलिटिजको तर्फ हेर्छौँ। सो लायबिलिटिज जहिले पनि हेर्ने नि त्यो सिआर साइडमा हेर्ने क्या, एसेट जहिले पनि हेर्ने भने डिआर साइडमा, यो कुरा क्लियर गर्ने। सो क्यापिटलको भइहाल्यो। त्यसपछि जेनरल रिजर्भ, यो हाम्रो यता आइहाल्छ जेनरल रिजर्भ। अनि यसमा टु अनि बाई लेखिँदैन, ठिक छ नि, त्यो कुरामा कन्फ्युज नहुनु होला तपाईँहरू। अनि यहाँ 45,000 लेखिदिने 45,000। यसै गरी ब्याङ्क लोन, यो मिन्स के हो भने कुनै पनि ब्याङ्कबाट हामीहरू कर्जा लिएको छौँ नि, लोन लिएको छौँ, त्यो हाम्रो लागि के हो दायित्व हो कि लायबिलिटी हो, त्यो पछि पे गर्नुपर्छ त्यो कुरा। यसै गरी छ हामीहरूनिर बिल्स पेबल, बिल्स पेबल कति रहेको छ 12,000, ठिक छ। तपाईँहरू यो क्वेसन हेर्नु होला बुकमा, बुक लिएर बस्नु होला के, मात्र भिडियो हेरेर काम हुँदैन फेरि। यसै गरी छ हामीहरू क्रेडिटर्स मिन्स कुनै मान्छेसँग कुनै साहुबाट उधारी लिएछौँ भने त्यो हो यो कति रहेको छ हाम्रो 15,000। सो हामीहरू यहाँ 15,000 लेखिदिन्छौँ। अब यो जोड्छौँ नि त हाम्रो एन्सर आउँदैन के, किन आउँदैन भने किनकि हामीहरूले यो तल पनि हेर्नुपर्छ के। यहाँ हेर्नु आउटस्ट्यान्डिङ स्यालेरी छ मिन्स अहिले तलब तिर्न बाँकी छ के, अब बाँकी छ भने त्यो त कर्जा हो नि, तिर्नुपर्छ। सो त्यही भएर यहाँ हामीहरू लेखिदिन्छौँ आउटस्ट्यान्डिङ के स्यालेरी कति बाँकी छ 10,000 बाँकी छ। सो यो कुरा हामीहरू लेखिदियौँ। अनि अब यसलाई एड गर्छौँ के, ठिक छ। अब यो पुरैलाई एड गर्छौँ। सो यो हाम्रो भइहाल्छ, यहाँ टोटल गरेर लेख्छौँ भने 5,26,000, ठिक छ। यति आइहाल्छ हाम्रो लायबिलिटिज एन्ड क्यापिटल। त यो भइहाल्यो। एसेट पनि यति नै आउनु पऱ्यो के, यति कुरा ध्यान राख्नु होला। एसेट पनि यति नै आउनु पऱ्यो, ठिक छ। ब्यालेन्स सिट दुवै इक्वल हुनुपर्छ के। एसेटमा कसरी हेर्ने हामीहरू डिआर साइडमा हेर्ने के, ठिक छ। लाइक यो डेप्टर, यसमा यसको अर्थ के हो भने कुनै पनि मान्छेलाई कस्टमरलाई हामीहरू उधारोमा सामान दिएछौँ के, बिक्री गरेछौँ, त त्यो हाम्रो लागि सम्पत्ति हो नि। सो त्यो यहाँ लेखिन्छ डेप्टर कति रहेको छ 22,000। यसै गरी इन्भेस्टमेन्ट, इन्भेस्टमेन्ट मिन्स के हुन्छ भने लगानी,
कहीँ तपाईँ आफ्नो रुपियाँ लगाउनु भयो के त्यो तपाईँको सम्पत्ति हो नि। कहीँ लगाउनु भयो त्यो अर्काको सम्पत्ति थोरै भइहाल्छ, अर्काको एसेट थोरै भइहाल्छ। त्यो त रहन्छ तपाईँको पेमेन्ट नै नि। लाइक मानिलिनु ए नामको कुनै एउटा बिजनेस छ, ठिक छ, त्यसलाई 1,68,000 रुपियाँ चाहिएको हो, तपाईँले आफ्नो खल्तीबाट निकालेर दिनुभयो, तब के त्यो त्यसको पेमेन्ट भइहाल्छ? होइन नि। त्यो त तपाईँले मात्र केही टाइमको लागि इन्भेस्ट गर्नुभएछ नि। सो त्यो त सम्पत्ति त तपाईँको हो नि, त्यही भएर त्यो एसेटमा आयो। यसै गरी छ हाम्रो फर्निचर। फर्निचर कति रहेको छ हाम्रो? 50,000। अब मैले यता किन लेखेँ भने किनकि फर्निचरमा डेप्रिसिएसन पनि त छ। यता हेर्नु त, यता भनेको छैन फर्निचरमा डेप्रिसिएसन भने छ नि, त्यो त लेस गर्नु पर्यो नि, किनकि अब फर्निचरको मूल्य त घटिहाल्यो। सो यहाँ हामीहरू लेख्छौँ डेप्रिसिएसन। कति डेप्रिसिएसन रहेको छ? 5,000। सो यो हाम्रो हुन जान्छ 45,000 लेस गरेर। यसै गरी हामीहरूसँग छ इक्विपमेन्ट हाम्रो छ 80,000। यहाँ हामीहरू 80,000 लेखिदिने। यसै गरी छ हाम्रो ल्यान्ड एन्ड बिल्डिङ सबै हामीहरूको एसेट हो के, राम्ररी बुझ्नु। कति छ? 2,50,000 यता लेखिदिने। यसै गरी छ क्यास एन्ड ब्याङ्क। हामीहरूको क्यास ब्याङ्कमा हामीहरू डिपोजिट गरेर राखेका छौँ। ब्याङ्कको जुन पेमेन्ट रहेको छ, अब मानिलिनु तपाईँसँग कुनै पेमेन्ट छ कति पनि होस्, त्यो ब्याङ्कमा तपाईँ राखिदिनु भयो भने त्यो ब्याङ्कको पेमेन्ट थोरै भइहाल्छ, हुन्छ त पेमेन्ट तपाईँको नै नि। त्यही भएर त्यो के हो? एसेट हो के, बुझ्नुभयो? सो त्यही कुरा हामीहरूको 30,000 यहाँ लेखिदिन्छौँ। यति कुरा भइहाल्यो नि। अब यसै गरी यहाँ आउँछौँ भने हाम्रो एडिसनल इन्फर्मेसनको त डबल एन्ट्री हुन्छ। एउटा ट्रेडिङ अकाउन्ट भइहाल्यो, पिएलमा भइहाल्यो। अब कहाँ हुन्छ? ब्यालेन्स सिटमा हुन्छ। त्यो यो क्लोजिङ स्टक छ नि, ट्रेडिङ अकाउन्टमा भइहालेछ, अब कहाँ हुन्छ? ब्यालेन्स सिटको यसै साइडमा। त्यही भएर यता लेख्ने हामीहरू क्लोजिङ स्टक कति रहेको छ? 25,000 यता लेखिदिने। यस्तै रहेको छ प्रिपेड इन्सुरेन्स। यो प्रिपेड इन्सुरेन्स मिन्स के हुन्छ भने तपाईँलाई बिमाको रुपियाँ तिर्नु थियो, तपाईँले अगाडि नै तिरिदिनु भयो। त अगाडि नै तिरिदिनु भयो भने त्यो त तपाईँको एसेट भइहाल्यो नि, त्यो तपाईँको सम्पत्ति भइहाल्यो। फेरि थोरै तिर्नुपर्छ, कति? 6,000। त्यही भएर यहाँ लेखिदिने हामीहरू प्रिपेड इन्सुरेन्स। $6,000 यति भइहालेपछि अब के गर्छौँ भने हामीहरू यसको सम गर्छौँ, मिन्स यसलाई जोड्छौँ। अनि मैले के भनेको थिएँ, यो पनि हामीहरूको यति नै आउनु पर्यो कि, त तपाईँ पनि जोड्नु होला। कति आउँछ? 5,26,000। हेर्नु, यो पनि अनि यो पनि दुवै इक्वल आयो नि, यसको अर्थ ब्यालेन्स सिट हामीहरूको बनिहाल्यो। सो यति गर्नुहुन्छ भने ब्यालेन्स सिट बनिहाल्यो। अब यो हाम्रो ट्रेडिङ अकाउन्ट छ, यो हाम्रो प्रॉफिट लस छ। यति गरिहाल्नु भएछ भने कति मार्क पाइहाल्छ तपाईँलाई? 8 मार्क। ठिक छ नि, 8 मार्क राम्ररी तपाईँहरू ल्याउन सक्नुहुन्छ। इफ केही पनि तपाईँहरूलाई प्रब्लम रहेको छ, केही पनि यसमा क्वेसन्सहरू बुझिरहेको छैन, पोइन्टहरू बुझिरहेको छैन भने तपाईँहरू यो नम्बरमा मेसेज गर्न सक्नुहुन्छ। ठिक छ, यो नम्बरमा व्हाट्सएप गर्नु होला। ठिक छ, तपाईँहरू केही पनि प्रब्लम हुन्छ भने म तपाईँहरूलाई हेल्प गरिदिन्छु। सो यो हाम्रो मेरो नम्बर रहेको छ। ठिक छ, व्हाट्सएप गर्दा हुन्छ, या व्हाट्सएपको लिङ्क पनि छ मेरो डिस्क्रिप्सनमा। ठिक छ, सो त्यहाँबाट हेर्दा पनि हुन्छ। केही प्रब्लम भयो भने या कमेन्ट गर्दा नि हुन्छ। कमेन्ट गर्नु होला। तपाईँहरू मात्र भिडियो हेर्नुहुन्छ, लाइक सेयर सब्सक्राइब गर्नु हुँदैन, मजाले गर्नु होला कि, त्यही भएर मोटिभेसन आउँछ क्या मलाई भिडियो बनाउन। सो हस्, आजको लागि यति नै, धन्यवाद।